आइन्स्टाइन भन्दा पहिले, रकेट भन्दा पहिले, आधुनिक विज्ञान भन्ने कुरा अस्तित्वमै आउनुभन्दा अघि एउटा मानिस थिए जसले ब्रह्माण्डको हरेक बुझाइलाई उल्टाए। उनको नाम थियो आइज्याक न्युटन। एउटा शान्त बालक सानो गाउँबाट जसले गुरुत्वाकर्षणको व्याख्या गरे, गणितलाई पुनः आविष्कार गरे र प्रकाशको वास्तविक स्वरूप के हो भनेर प्रकट गरे। आज उनलाई सर आइज्याक न्युटन द फादर अफ मोडर्न साइन्स पनि भनेर चिनिन्छ। आउनुहोस् आजको यस भिडियोमा हामी सर आइज्याक न्युटनको बारेमा जान्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। न्युटनको जन्म 1643 जनवरी 4 मा वुल्सथ्रोप इङ्ल्यान्डमा भएको थियो। उनी समयभन्दा के अघि जन्मिएका थिए। उनी त्यति साना र कमजोर थिए कि उनलाई कसैले पनि बाँच्छन् भन्ने विश्वास गरेका थिएनन्। उनका बुबा उनी जन्मिनुभन्दा अघि नै बितिसकेका थिए र आमाले पुनः विवाह गरेपछि उनलाई छोडेर गएकी थिइन्। न्युटन आफ्नो हजुरआमा र हजुरबुबासँग हुर्किएका थिए। एक्लो जस्तो देखिन्थे, सधैँ केही कुरामा हेरिरहन्थे, केही कुरा सोचिरहेको जस्तो देखिन्थ्यो। बाल्यकालमै उनलाई केही कुरा बनाउने, चलाउने र बुझ्ने मन पर्थ्यो। उनी सानामा विन्डमिलहरू, पानीबाट चल्ने मोटर र घडीहरू बनाएर आफ्नो दिन बिताएका हुन्थे। त्यो बेला यसलाई साइन्स नै भनिँदैनथ्यो। साइन्स के हो भन्ने कुरा नै थाहा थिएन। तर न्युटन पहिले नै प्राकृतिक नियमहरूलाई परीक्षण गरिरहेका थिए। उनी प्रकृतिबाट केही कुरा बाहिर निकाल्छु भन्दै अघि बढे जस्तो देखिन्थ्यो। न्युटन सुरुमा आफ्नो हजुरबुबा हजुरआमासँग बसेर गाउँको विद्यालयमा पढ्थे। उनी आरम्भमा असाधारण थिएनन्। उनी एउटा सानो असल व्यक्ति नै थिए। शान्त, एकोहोरो र कहिलेकाहीँ आफ्नै कल्पनामा हराइरहने उनको बानी थियो। तर उनका शिक्षकले उनको प्रतिभा देखे र उनलाई द किङ्स स्कुल ग्यारेन्थम पठाए। त्यहाँ न्युटन एउटा औषधि बेच्ने पसलको माथिल्लो कोठामा बस्थे, जहाँ उनले घण्टौँसम्म रासायनिक तत्त्वहरू, ताराहरू र छायाहरूलाई अवलोकन गर्थे र उनी त्यसबाट केही कुरा बुझ्न खोजे जस्तो गर्थे। उनी द किङ्स स्कुलको पढाइ सकिसकेपछि सन् 1661 मा क्याम्ब्रिज कलेज छिरे, जहाँ उनका काकाले उनको क्षमता देखेर उनलाई त्यहाँ पढाउन पर्छ भनेर उनको पढाइमा मद्दत गर्न लागे। उनको काकाले क्याम्ब्रिजबाट आफ्नो पढाइ सकिसकेका थिए र न्युटनलाई पनि त्यही बाटोमा हिँड्न पर्छ भनेर उनले सहयोग गर्न थाले। तर न्युटन धनी परिवारबाट थिएनन्। उनी सिजरका रूपमा त्यहाँ प्रवेश गरे र त्यही काम गर्दै उनको पढाइलाई अघि बढाउँदै गए र उनी ससानो कामहरू गरेर आफ्नो खर्चहरू पुर्याउँदै आइरहेका थिए। तर गरिबीले उनलाई रोक्न सकेन। जिज्ञासाले उनलाई सधैँ अघि बढाइरह्यो। क्याम्ब्रिजमा पढ्दा पढ्दै उनले दोस्रो र तेस्रो वर्षमा भने स्कलरसिप पाए र उनको पढाइलाई केही सहज बनाइदियो यसले। क्याम्ब्रिजमा न्युटनले दर्शन, खगोलशास्त्र र गणित रोजे। उनले केप्लर, ग्यालिलियो र डेस्कार्टका कामहरू पढे र आफ्नै विचार बनाउन थाले। तर सन् 1665 मा इङ्ल्यान्डमा एउटा विपत्ति आयो जसको नाम थियो द ग्रेट प्यालेग। यो एउटा घातक महामारी जस्तै थियो। लन्डनभरि महामारी नै फैलायो यसले, जसका कारण क्याम्ब्रिज युनिभर्सिटी जस्ता संस्थाहरू पनि बन्द भए। करिब 1 लाख जना मान्छेहरूको मृत्यु भयो, जुन लन्डनको जनसङ्ख्याको 1/4 जनसङ्ख्या थियो त्यो बेला। देश पुरै भयले भरियो। सडक सुनसान भए, मान्छेहरू गाउँतिर भाग्न थाले र घरहरूमा रातो रङको क्रस चिन्हहरू लगाउन थालियो। ती मध्ये एक आइज्याक न्युटन पनि थिए, जसले आफ्नो घर वुल्सथ्रोप फर्किनु परेको थियो त्यो बेला। तर यस त्रासित समयमा असाधारण कुरा भयो। उनी न्युटन एक्लै रहँदा उनले गणित, प्रकाश र गति सम्बन्धी एउटा विचारको विकास गरे, जसले विज्ञानको जग नै परिवर्तन गर्यो। यी 2 वर्षलाई पछि न्युटनको मिराकल इयर्स भनेर चिनियो। उनी एक दिन आफ्नै घरमा विश्राम गर्दै थिए। उनको घर नजिक एउटा सेउको रुख थियो। न्युटनले एउटा सेउ रुखबाट झर्दै गरेको देखे। उनले सोच्न थाले, किन सेउ सिधा तल झर्छ, किन किनारतिर वा माथितिर जाँदैन। त्यसपछि उनले अझ ठुलो प्रश्न गरे, के यही अदृश्य बलले चन्द्रमा र ग्रहहरूलाई परिक्रम गराउँछ? यही विचारले जन्म लियो ल अफ युनिभर्सल ग्रेभिटेसन, एउटै सिद्धान्त जसले सेउको पतन र ग्रहहरूको परिक्रमा दुवै व्याख्या गर्यो।
गुरुत्वाकर्षणको व्याख्या गर्न न्युटनलाई एउटा नयाँ प्रकारको गणित चाहिन्थ्यो। त्यसैले उनले आफ्नो गणित रूप विकास गरे। आज हामी जसलाई क्याल्कुलस भन्छौँ, इन्जिनियर, वैज्ञानिक र अन्तरिक्ष यात्रीहरूले प्रयोग गर्ने यो गणितको फर्मुला न्युटनले 23 वर्षको उमेरमै बनाइसकेका थिए। न्युटनले सधैँ झैँ अध्ययन जारी राख्दै आएका थिए। न्युटनले एउटा निर्णायक प्रयोग गरे जसले प्रकाशको बुझाइ नै परिवर्तन गरे। उनले सूर्यको सेतो किरणलाई प्रिजम मार्फत पास गर्दा त्यो मात्र मोडिएन, 7 वटा रङमा विभाजित भयो। यसबाट उनले निष्कर्ष निकाले कि सेतो प्रकाश शुद्ध होइन, बरु विभिन्न रङहरूको मिश्रण हो। जब उनले ती रङहरू पुनः अर्को प्रिजमबाट पठाए, तिनीहरू फेरि सेतो रङमा परिणत भए। यसले देखायो कि रङहरू प्रिजमले बनाउँदैन, प्रिजमले तिनीहरूलाई केवल देखाउँछ। यो खोजले शताब्दीौं पुरानो प्रकाश सिद्धान्त तोडियो र आधुनिक अप्टिक र कलर साइन्सको जग बसाले। सन् 1687 मा न्युटनले एउटा प्रिन्सिपिया भन्ने किताब प्रकाशित गरे। यो इतिहासकै सबैभन्दा प्रभावशाली वैज्ञानिक पुस्तक पनि थियो। यसमा उनले गति सम्बन्धी 3 नियम र सार्वभौम गुरुत्वाकर्षणको नियमहरूलाई व्याख्या गरेका छन्। उनले स्याउको झर्ने नियमलाई ग्रहहरूको गतिसँग जोडिदिए र एउटै पुस्तकले ब्रह्माण्डको व्याख्या गरे। पछि न्युटन रोयल सोसाइटीका प्रेसिडेन्ट बने, मास्टर अफ मिन्ट बने र इङ्ल्यान्डको क्विनद्वारा उनलाई नाइट उपाधि प्राप्त गरे। जसपछि नाइट उपाधिपछि उनको नाम अगाडि सर भनेर थपिन्थ्यो। त्यसपछि उनी सर आइज्याक न्युटनमा परिणत भए। उनले इङ्ल्यान्डको कोइन प्रणालीलाई सुधार गरी नक्कली सिक्का बनाउनेहरूमाथि कारबाही पनि गरेका थिए। तर उनको प्रसिद्धि हुँदाहुँदै पनि उनी एकान्त प्रिय र रहस्यमय र आध्यात्मिक व्यक्ति पनि थिए। उनले आफ्नो जीवनमा थुप्रै प्राचीन लेखहरूलाई अध्ययन पनि गरेका छन्। 2 शताब्दीपछि अल्बर्ट आइन्स्टाइनले न्युटनका नियमहरूलाई रिलेटिभिटी सिद्धान्तले विस्तार गरेका थिए। तर आइन्स्टाइन स्वयंले पनि न्युटन एउटा जिनियस व्यक्ति हुन् भनेर भनेका थिए। न्युटन सन् 1727 मा 84 वर्षको उमेरमा उनको निधन भयो। उनलाई वेस्टमिन्स्टर एबेमा दफन गरियो, जहाँ राजा र रानीहरू मात्रै गाडिन्थ्यो। त्यो ठाउँमा हरेक रकेट, हरेक स्याटेलाइट, हरेक भौतिक शास्त्रहरूको कक्ष अझै न्युटनका नियमहरूमा आधारित छन्। उनले ब्रह्माण्डलाई अध्ययन मात्र गरेनन्, उनले त्यसलाई पुनः लेखेर दिएका पनि छन्। उनी एउटा सानो बच्चा थिए जसलाई कसैले बाँच्छन् भनेर आश पनि गरेका थिएनन्। उनी एउटा विद्यार्थी थिए जसले कसैलाई चिनेका पनि थिएनन् र उनी एउटा यस्तो वैज्ञानिक बनेर निस्किए जसलाई संसारले अब कहिल्यै भुल्न सक्ने छैन। आजको यस भिडियो सुनिदिनु भएकोमा तपाईहरूलाई धेरै धन्यवाद। कृपया भिडियो मन पर्यो भने यसलाई लाइक, शेयर र सब्स्क्राइब गरेर साथ दिनुहोला। हामी अझै यस्तै महान व्यक्तिहरूको जीवन कथा लिएर तपाईमाझ अवश्य पनि उपस्थित हुने नै छौँ।